हेर्नुहोस् साथीहरू हेर्नुहोस् म बिस्तारै बिस्तारै गरेर तपाईँहरूलाई धेरै धेरै भिडियोहरू देखाउने छु चाहिँ 2 तला हो डबल डेकर यसको चाहिँ 10 वटा टायर छन् उतापट्टि 2टा र यता 2टा अनि यसबाट 6 वटा भयो उतापट्टि एउटा अनि यतापट्टि 2टा जम्मा टोटल 10 वटा टायरको यो चाहिँ 2 तले हो यसको भित्री भाग चाहिँ म तपाईँहरूलाई देखाउने छु यो चाहिँ यहाँ क्लिक गर्नुपर्छ अथवा 2 टाइम क्लिक ओपन हुन्छ बिस्तारै बिस्तारै यो भित्र भाग म तपाईँहरूले देखाउने छु यो चाहिँ ड्राइभर सिट हो चट्ट लगाएर ड्राइभरहरू बस्ने ठाउँ हो यसको रुल्सहरू अलि डिफ्रेन्ट टाइपको छ त्यो पनि म तपाईँहरूले भन्ने नै छु अब चाहिँ हामी 2 तला गाडीको सिट कस्तो छ र कस्तो किसिमको छ भन्ने हेर्नेछौँ हेर्नुहोस् यस्तो खालको छ एकदम झकास राम्रो एकदम इन्जोय टाइपको छ यो चाहिँ 1 तलाको हो अनि त्यसपछि यहाँ चाहिँ सबै कुराहरू व्यवस्था हुन्छन् सबै कुरा यहाँभित्र चाहिँ तपाईँले कफी के चाहनुहुन्छ कफी पिउन चाहनुहुन्छ या के चाहनुहुन्छ यहाँनिर क्लिक गर्नुपर्छ र त्यसपछि यहाँ चाहिँ वासरुम भयो बाथरुम सबै एनिथिङ यहाँ मिरर पनि छ ग्लासेस पनि सबै कुरा छ यहाँ त्यसपछि वासिङ प्लेस सबै टोयलेट पनि अनि त्यसपछि यो क्लोज भयो अनि त्यसपछि नेक्स्ट फ्लोर 2 तला अनि त्यसपछि यहाँ यो सबै यहाँ 75 वटा सिट छन् यहाँ चाहिँ टुरिस्टहरू अघि नै आएर चाहिँ उनीहरू गइसक्यो उनीहरू यहाँबाट टुर गरेर गइसकेका छन् हेर्नुहोस् 75 वटा सिटहरू छन् 75 वटा तल लगभग 30 वटा जति सिट छन् अनि हेर्नुहोस् साथीहरू यस्तो छ यस्तो 2 तला यस्तो छ युरोपको गाडी बस यहाँनिर सबै कुरा व्यवस्था छन् राख्ने होइन यहाँनिर सबै कुरा छ अनि राम्रो देखिएको छ एकदम सफा छ क्लिन अझ यो क्लिन गर्नुपर्छ क्लिन गर्नु पनि म तपाईँलाई देखाउने छु नेक्स्ट भिडियोमा अनि त्यसपछि यो चाहिँ अगाडिको फ्रन्ट साइड फ्रन्ट ग्लास एकदम यहाँबाट यसमा सबै कुरा फोन के भयो के भएन सबै कुरा बुझ्न पाइन्छ अनि यहाँ एउटा भिडियो पनि हेर्न पाइन्छ